बुढी अब म जान्छु है केटाहरुसँग घुम्न। केटाहरुसँग हो कि केटीहरुसँग हो घुम्न जाने? कस्तो शंका गर्छौ के यार, म त तिम्रो जीवन साथी हुँ नि। त्यही जीवन साथी हो भनेर त भनेको नि। मलाई थाहा छैन र केटा मान्छेको चरित्र। घर बुढी हुँदा हुँदै बाहिर केटीहरु खेलाउँछौ। म त त्यस्तो छैन के बुढी, सबै त्यस्ता हुँदैनन् नि। ओहो, मैले कसरी विश्वास गरौँ सिङ हुने गोरुले हान्दैन भनेर? ए बाबा, म गोरु हो? कस्तो कुरा गरेको? गोरुसँग नदान्छ न मलाई, मेरो सिङ उम्रेको छ र। सिङ उम्रेको नभए पनि हतियार त छ नि। के थाहा बाहिर गएर हतियार चलाउँछौ कि? हे मजाक नगर, म गए तयारी हुनलाई। जान त जाऊ, तर आएपछि पुरै चेक जाँच हुन्छ नि तिम्रो। अहिले भन्दैछु मैले। ल आएपछि जे गर्ने हो गर, चेक जाँच गर्छौ कि जे गर्छौ। अहिले म गए तयारी हुन। ल बुढी बस है, म लागे। ओए रुक त एकछिन। किन, के भएर? के हो बुढो, खुब हिरो बनेर हिँडेको छौ त। मलाई तिम्रो इरादा ठिक लागेन है। हे भगवान, फेरि सुरु भयो हैन तिमी। ल म गए। ल छिटो आऊ है घर। हुन्छ। हेलो बेबी। हजुर कहाँ हुन्छ र तपाईँ? मैले कुरेर बसेको 2 घन्टा हुन लागिसक्यो। हो र बेबी, ल म एकैछिनमा आइहालेँ है त। पहिला आओस् न मात्रै, मैले जानेछु। भाङ तेल धत्रो तेल मलाई चाहियो, तोरीको तेल नहुने त कहाँ छोड्छु र। हामी छोरा मान्छेको जात पनि कस्तो के, बिहे नहुँदासम्म कति बेला बिहे होला भनेर आत्तिनी, बिहे भइसकेपछि चल्लाचल्ली भइहाल्छन्। चल्लाचल्ली भएपछि हामी मान्छेको ताल त्यही हो। त्यसपछि कता भेटिन्छ तरुनी भनेर आँखा लाउँदै हिँड्न पर्छ। बच्ची भइसकेपछि हामी मान्छेको कन्डिसन त्यस्तो नभए त को बाहिर लाग्थ्यो र? खै बुझ्नै नसकेको कुरो, किन चल्लाचल्ली भएपछि हामी मान्छेको हालत त्यस्तो हुन्छ, बुझ्नै गाह्रो। हेलो बेबी, रिसाका छौ होला हैन? मैले थुप्रै बेर कुराएँ तिमीलाई, पक्कै पनि रिसा छौ तिमी। सरी है। यत्रो बेर कुराएर अनि लास्टमा सरी अरे। भइगयो नि त बेबी, अबदेखि म आइन्दा कहिले पनि यस्तो ढिला गर्दिन। पक्का हो नि? 100% पक्का हो। बेबी भन, बरु आज घुम्न कता जाने? पर्दैन घुम्न सुन, मेरो ब्याट्री लो भइसकेको छ। छिटो मलाई चार्ज गर अनि छिटो घर जानुपर्छ, फेरि बाले मार्छन्। हो र? भइहाल्छ नि त बेबी, म तिमीलाई 100% फुल्ली चार्ज गरिदिन्छु। ल हिँड छिटो जाम। जाम न त छिटो। होइन, यो बुढा त यति बेलासम्म पनि आएनन्। कति ढिला गरे त। ल बेबी
अबदेखि तिम्रो ब्याट्री लो भयो भने ट्याक्क लाएर मलाई फोन गर्ने है त। हुन्छ हजुर, अरूको चार्जले भन्दा हजुरको चार्जले गरेको लामो समयसम्म टिक्छ। बेबी मेरो चार्जर त 500 वाटवाला हो नि, त्यही भएर ढिलो समयसम्म टिक्छ मेरो चार्ज। ल बेबी, हजुरको बाटो यतातिर, मेरो यतातिर, म लाग्छु है। ल बेबी राम्रोसँग जाऊ है। ल ल ल जान त जाऊ, तर आएपछि पुरै चेक जाँच हुन्छ नि तिम्रो। अहिले भन्दैछु मैले। ओहो धन्नै बिर्सेँ यार, अघि चार्ज गरेको चार्जरलाई त धोइ पखाली गर्नु पर्यो नि, नत्र त बुढीले पत्ता लगाउँछ। तेरिका no, 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 no. अब चाहिँ ढुक्क भइयो, जे गरे नि बुढीले पत्ता लगाउँदिन अब। हेलो के छ बुढी? हुँदैन हुँदैन, एकछिन त्यतै खडा हो। पहिला मैले चेक जाँच गरेर त भ्याउनु पर्यो नि। कस्तो सोच के तिम्रो आइमाईहरूको? मैले केही गलत गरेकै छैन, म ठिक छु त। ए बाबा, तिमी ठिक छौ, गलत गरेको छैनौ भने किन डराएको त? मलाई चेक जाँच गर्न त देऊ। ल ल ल जे गर्ने यो छिटो गर। खै यता आऊ त, यता आऊ पहिला। तिम्रो चेक जाँच गर्न पर्यो नि, यता घुम। खै तिम्रो आँखा हेरौँ त, कान, हात ल्याऊ त, हात ल्याऊ। तिम्रो नारी हेरौँ। तिम्रो धड्कन सुनौँ त, भुटुक भुटुक गरेछ कि? तेरिका भएन भनेको के चेक गरेको भने? चुप लाग न, यो पाइप माथि सार, घुँडा हेर्न पर्यो तिम्रो। ए बाबा हो, ल हेर। आँखा पनि देऊ, आँखा। ल हेर। ल ल, अहिलेलाई चेक जाँच यति नै। बाँकी चेक जाँच चाहिँ तिम्रो रातिको पर्फर्मेन्स हेरेर हुन्छ है, बुझ्यौ? जे चेक गर्ने हो गर, म गएँ। होइन, यो बुढाको आँखा पनि खासै रातो रातो देखिन, कान पनि खै मैले त त्यस्तो केही देखिन, हातको नारीको पनि नसाहरू ठिकै छ, धड्कन सुनेको त्यस्तो आत्ते जस्तो पनि केही लागेन मलाई, भटक भटक गरेको थिएन। अनि त घोडा हेरेको, घोडा पनि ठिक छ। भनेपछि मेरो बुढाले बाहिर गएर त्यस्तो गलत काम चाहिँ गरेनन् होला। ए बुढा, भन। मलाई के साथीहरूले बोलाएका छन् कि घुम्न जानको लागि, जान्छु है। कता हो घुम्न जाने? त्यही माथि पार्कमा हो के, केटीहरूले टिकटक भिडियो बनाउँला आइज न भनेका छन्, त्यही भएर। हुन्छ तयारी भाउ, जानभन्दा अगाडि मलाई भेटेर मात्रै जाने। हिजोआजका आइमाईहरूलाई पनि के भन्ने, खालि घुम्न भन्दा केही छैन, घुम्ने टिकटक बनाउने। होइन के भयो र? यो हुँदैन र यो लुगा? साथीहरूसित घुम्न जाँदा पनि बिहा भएको छोरी मान्छे भएर यति छोटो कट्टु लगाएर सेतो साप्रा र तिग्रा देखाएर पनि कोही घुम्न जान्छ? ल ल अर्को लगाउँछु। धन्न आज म घर थिएँ र रोके, नत्र बाटोमा तिनी बोका केटाहरूले कति थुक निल्थे।
अब त यो पाइन्टमा ठिक छु नि। हे यो बुढा पनि यो कपडामा त्यस्तो के देखेको छ र? यो लुगामा त झन् तिम्रो पाठ पूर्जाको नक्सा छर्लङ्ग देखिएको छ। हुँदै हुँदैन, यो त कुनै हालतमा हुँदैन यो लुगा। के गर्ने, खाएको र लाएको त कसलाई सुहाउँदैन र। तर बुढीलाई बाहिर पठाउँदा सकेसम्म नराम्री बनाएर पठाउनु पर्छ। बोकाहरूको यस्तो बिगबिगी छ, नत्र त उडाइदिइहाल्छन् नि। अहिले त ठिक छु नि यो लुगामा। बल्ल यो लुगामा राम्री देखिएकी छौ। जान लाको ल। साह्रै गाह्रो छ राम्री बुढी भएपछि जोगाउनलाई। अब त म ढुक्क भए, कसैले आँखा लाउँदैनन् मेरो बुढीलाई। यो बुढोले न त राम्री भएर हिँड्न दिन्छन्, न त घरमै डोज पुऱ्याउँछन्। हामी मान्छेको चरित्र बुझ्न खोजेर नि हुन्छ र? भगवानले त बुझ्न सक्नु भएको छैन, अझ मेरो बुढाले कसरी बुझ्छन्? यो अहिले घर जाँदाखेरि लाउनु पर्ला। हेलो, तिमी छिट्टो अस्ति भेटेको ठाउँमा आऊ त। सबैले लाटा लाटा भन्छन्, तर बाठाको भन्दा लाताको टक्रा हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। मैले मात्रै बुझेको छु मेरो लाटीलाई। कति ढिला गरेको के आउनुलाई? मैले बुझ्छु कति दुःख गरेको छौ तिमीले मेरो लागि। बरु जाम हिँड्न उता। जे गर्न मन छ उतै गरेर गरौँ। जाने उता। यो बुढी अहिलेसम्म आइनी कहाँ गएको होला? एकछिन रोक त, मेरो बुढाको फोन आयो कि। एकछिन रोक है। हेलो हेलो, होइन अहिलेसम्म कहाँ हो के तिमी? अब म फर्किन लागेको हो के। ल ल छिटा हो है। ल लाटु, आजलाई यति नै है। नरिसाउन लाटु, मलाई पनि कहाँ भएको छ र। बुढाले वहाँ छिट्टो बोलाएको छ के, फेरि गएन भने मार्छ मलाई। फेरि भेटौँला है। अहिलेलाई बरु यो यति पैसा छ अलिकति, यो राख। म तिमीलाई फेरि फोन गर्छु नि है। फेरि भेटौँला। तिमीलाई जाऊ ल, जाऊ। हुन्छ कि हुन्छ, बाबालाई जाऊ। No, 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 no.
यो बुढाले न त आफूले सम्हाल्न सक्छ न त अरूसित नै सम्हालिन दिन्छ। कस्तो बेलामा फोन गरेर डिस्टर्ब गर्छ यार। ए आइपुग्यौ तिमी? आइपुगे। होइन 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 एकछिन एकछिन के को एकछिन हो र? म लुगा फेर्छु क्या। लुगा भर्खरै फेर्ने होइन, यहाँ त तिम्रो चेक जाँच हुन बाँकी छ नि। हे कस्तो मजाक गरेको होला, मेरो विश्वास लाग्दैन भने। सिङ हुने र ढिङ हुनेको केही विश्वास हुँदैन, बुझ्यौ बुढी? ल ल छिटो चेक गर। ल यता ए त्यसै कहाँ हुन्छ, गर्दनमा केही त छैन। के हुने हो र केही छैन नि अब। No, no, no. गाला पनि ठिक छ। ओहो के को गन्ध हो यो? अघि भर्खर मिन्स भएको छु कि म। हो र? अब त विश्वास लाग्यो नि मेरो। लाग्यो लाग्यो, तिमी ओके छौ। म बाहिर गए लुगा फेर। धन्न पत्ता लगाएको यार मेरो बुढाले आज। कस्तो हो के सुँगेर पत्ता लगाउन खोज्ने, बोका जस्तो हो यार मेरो बुढा त।